तालेछु मन। सबै सुख खुसी जति तिमीसँगै झुमन। सुखी होला जीवन भनी तिमीलाई नै रोजे। मन सार्दै तिमीसँगै बाँचौँ भन्ने सोचे। रङ्गीन बनोस् जीवन तिम्रो सफलताले चुमुन। सँगै डुल्नु बल्झी दुख्ने घाउहरू सपना सम्झी भुल्नु। हृदय तोडी कोही गए याद सँगै आउनु। दुःख व्यथा बढे भने मेरो भाग लाउनु। रङ्गीन बनोस् जीवन तिम्रो सफलताले चुमुन। खुसी जति तिमीसँगै झुमुन। तुमेव माता च पिता तुमेव बन्धु च सखा तुमेव विद्या द्रविणां तुमेव सर्वं मम देव देव। हे श्री गणेशाय नमः। तिम्रै नाम लिन्छु अज्ञानीलाई ज्ञान देऊ प्रभु। प्रचार गर्दै हिँड्छु सिन्दुर दुबो फुलमाला। पूजौ गणेश भाला 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 सिन्दुर दुबो फुलमाला। हरे हे मर्ते पाताल स्वर्ग तीनै लोक धान्ने कसले हो र शिवजीको शक्तिलाई नमान्ने संसारले मानेका। तीनै लोक धानेका 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 संसारले मानेका। हरे हे नाङ्गै आयो नाङ्गै गयो छैन मरिलानो। धोको छ है भक्त जनलाई प्रभुको साथमा जानु। ब्रह्मा विष्णु शङ्कर
देऊ न हामीलाई वर ब्रह्मा विष्णु शङ्कर देऊ न हामीलाई वर ब्रह्मा विष्णु शङ्कर देऊ न हामीलाई वर ब्रह्मा विष्णु शङ्कर देऊ न हामीलाई वर ब्रह्मा विष्णु शङ्कर देऊ न हामीलाई वर ब्रह्मा विष्णु शङ्कर देऊ न हामीलाई वर ब्रह्मा विष्णु शङ्कर देऊ न हामीलाई वर ब्रह्मा विष्णु शङ्कर हरे हे किन होला व्यर्थै हामी भन्छौँ तेरो मेरो न त तेरो न त मेरो प्रभुको सेरो फेरो हामी त उनै हरिका ब्रह्माण्डै भरिका 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 हामी त उनै हरिका ब्रह्माण्ड भरिका हामी त उनै हरिका ब्रह्माण्ड भरिका हामी त उनै हरिका ब्रह्माण्ड भरिका हामी त उनै हरिका हरे हे जे भए नि सुखै छैन नगरी त कारमा कोही त हिन्दू कोही त बुद्ध थरी थरी धर्म आफ्नो धर्म संस्कार कोटि नमस्कार 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 खलसको आमदापति होला ओम गणपत्यादिकान्तर देवीभ्यो नमः ओम विनायकदेवताभ्यो नमः ओम विद्यादेवी नमः ओम दुर्गाध्यक्षदेवी नमः ओम धात्मनी गणपतिदेवी नमः ओम वीरभद्र एकादशदेवी नमः ओम गौरादेवी षोडशनाथदेवी नमः ओम आबादी सप्तदेवी नमः ओम विनायक ब्रह्मा विष्णु देवीभ्यो नमः गंधा पुष्पाणि आसन 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 विराजमाने देवीभ्यो नमो नमः दुग्धि बाजूला धूपां दीपां नैवेद्यं फलपत्राणि भगवान भन्नुहुन्छ पोखरी खन्नु चौतारी चिन्नु पछि स्वर्ग जाने भए सद्मार्गमा हिँड्नु हे सुख बाबालाई देऊ सुख आमालाई साँझ बिहान पुकार हरि रामलाई सुख बाबालाई देऊ सुख आमालाई साँझ बिहान पुकार हरि रामलाई सुख बाबालाई देऊ सुख आमालाई साँझ बिहान पुकार हरि रामलाई सुख बाबालाई देऊ सुख आमालाई साँझ बिहान पुकार हरि रामलाई सुख बाबालाई देऊ सुख आमालाई
भगवान भन्नुहुन्छ पूजा लाउनु मन्दिर धाउनु 2 दिनको जिन्दगीमा हरि भजन गाउनु हे शान्ति मिल्नेछ अनि सुख पाइनेछ जब आँगन पोलेर पूजा लाइनेछ शान्ति मिल्नेछ अनि सुख पाइनेछ जब आँगन पोलेर पूजा लाइनेछ शान्ति मिल्नेछ अनि सुख पाइनेछ जब आँगन पोलेर पूजा लाइनेछ शान्ति मिल्नेछ अनि सुख पाइनेछ जब आँगन पोलेर पूजा लाइनेछ शान्ति मिल्नेछ अनि सुख पाइनेछ जब आँगन पोलेर पूजा लाइनेछ शान्ति मिल्नेछ अनि सुख पाइनेछ जब आँगन पोलेर पूजा लाइनेछ हरे हरे जब आँगन पोलेर पूजा लाइनेछ भगवान भन्नुहुन्छ सेवा गर्नु दया गर्नु ठुलालाई सम्मान गर्नु सानालाई माया गर्नु हे रिस नगर्नु कहिले डाहा नगर्नु अरूको धन सम्पत्तिको चाहना गर्नु रिस नगर्नु कहिले डाहा नगर्नु अरूको धन सम्पत्तिको चाहना गर्नु रिस नगर्नु कहिले डाहा नगर्नु अरूको धन सम्पत्तिको चाहना गर्नु रिस नगर्नु कहिले डाहा नगर्नु अरूको धन सम्पत्तिको चाहना गर्नु रिस नगर्नु कहिले डाहा नगर्नु अरूको धन सम्पत्तिको चाहना गर्नु रिस नगर्नु कहिले डाहा नगर्नु अरूको धन सम्पत्तिको चाहना गर्नु हरे हरे अरूको धन सम्पत्तिको चाहना गर्नु भगवान भन्नुहुन्छ धर्म गर्ने पापमा जान्न राम्रो काम गर्दै गए पर्दैन चिन्ता हे चोखो जललाई अनि चोखो पानीलाई तुरन्त हुँदो जानी गङ्गा रानीलाई चोखो जललाई अनि चोखो पानीलाई तुरन्त हुँदो जानी गङ्गा रानीलाई चोखो जललाई अनि चोखो पानीलाई तुरन्त हुँदो जानी गङ्गा रानीलाई चोखो जललाई अनि चोखो पानीलाई तुरन्त हुँदो जानी गङ्गा रानीलाई चोखो जललाई अनि चोखो पानीलाई तुरन्त हुँदो जानी
भन्नुहुन्छ आफ्ना पितृ आफ्ना कुला उनको नाममा बत्ती बाल्न कहिल्यै नि नभुला हे लक्ष्मी कहाँ छिन् भन सरस्वती कहाँ छिन् जसको घरमा प्राणद्वारा वा स्वयंद्वारा कार्य सबैले पहिला हवन गर्न पहिला हवन थाप तल राख्यो भने एउटा थाप दुईजना आइकन कतिजनाको मामाहरू ल कति राम्रो अब काट्ने मामाले होइन अर्थ पनि बताउनु पऱ्यो नि किन गरेको यसो भनेको भने मामाले कपाल काट्ने होइन रगत देखियो भने पनि निकाल्ने होइन त्यही मात्रै लैजानु पुस मात्रै लैजानु यसरी अचानो बनाउनु त्यसलाई आफै जल्दैछ रौँ पनि त्यहाँ माथि राख्नु अनि तुलसी काँडा पनि त्यहाँ तल र माथि गर्नु अनि त्यसलाई त्यही तल दुम्सी राख्नु गाडोको ताल अनि रौँ पनि त्यहाँ हुनु पऱ्यो तल अचानो भयो माथि पिस राख्नु सकल कन्द केन कुसुम केसन पिछा तनमा झोलीको देउता ए मेरो भन्जा झोलीको देउता ए मेरो भन्जा छोडेर तिमीलाई जादिन अन्त भन के खेल्छौ तिमी मसँग खै भन के खेल्छौ तिमी मसँग खै फिर हिँड्न सिकाउँछु मेरो भन्दा बाबुलाई फिर हिँड्न सिकाउँछु मेरो प्यारो भन्जालाई शत्रुसँग झुक्नुहुन्न असल मान्छे बन्नु पर्छ Come on.
भन्जा भोलिको देउता ए मेरो भन्जा छोडेर मलाई नजानु है अन्त तिमीलाई नपरो कुनै कुचल केही तिमीलाई नपरोस् कुनै कुचल केही रक्षे गरी देऊ है प्रभु मेरो भन्दा बाबुलाई रक्षे गरी देऊ है प्रभु मेरो प्यारो तपाईँले भनेको छ नि त्यो पछि राख्नु पर्यो कि डल्लो पर्यो अनि जल चढाउनु सबै लाग्यो अब सबै जल चढाउनु जल चढाउनु गाईलाई नमस्कार गर राधारमण हरि गोविंद बोलो गोविंद बोलो हरि गोपाल बोलो
नाम के हो? फिर जल समाता हो बेटा तुम्हारा अंकुश नमः ना तेज शर्मा हम हो जल समाता आदि गोत्रोत्पन्नः ते त्रिपर्वरः वेदान्तर्गत छोड़ दो उधर तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य सौम्य बाबा हमारा नमस्कार करो मम्मी अब तो बाबुला अगाडि राख्नु, बाबु पछाडि लगे। बहुत
बाहर फर्स्ट रेडियो आलु तरकारी मस्यौरा जन्नै कसले दियो कसले थाहा नि भने ल ल ल लास्ट होइन अरू खर्च माग्ने मामाहरू छ तपाईँ भाग्नु म त्यो गाडी बाटो भाग्नु
ओम भगवते भिक्षामे देहि ओम भगवते भिक्षामे देहि ओम भगवते भिक्षामे देहि भिक्षामे देहि सबै हाल्दैन तेरा छुट्टाउनु पर्दैन ओम भगवते भिक्षामे देहि थालबाट मैले पाएँ ओम भगवते भिक्षामे देहि भिक्षामे देहि ओम भगवते भिक्षामे देहि ओम भगवते भिक्षामे देहि ओम भगवते भिक्षामे देहि यस्तो खानु भएछ कि भाइ सामान सबै मैले सुरु तपाईँलाई यो ल्याइदिएँ यति ल्याएँ भनेर तिमीले देखाउने भान्जाले सुनिलो त भान्जा गर्नु हातमा नसुक्नु हातमा नसुक्नु हुँदैन विकल्प पर्छ है समुद्रको चाउचाउ नखानु समाधान हजुरको निमित्त पालन पोषण गर्दछु हजुरले पूजा गर्दाखेरि खाइने फुल अब म कहिले पनि झुटो बोल्दिनँ नसुन कहिले पनि झुटो बोल्दिनँ सधैँ सत्य बोल्छु झुट बोल्दिनँ म वेद पढ्छु अनि गाजर अब तपाईँहरू सबै सर्पन गर्ने हजुर मात्रेण जन्म संसार बन्धनात् विमुच्यते नमस्तस्मै विष्णवे प्रभ विष्णवे नमः समस्त भूतानां आदि भूतिस्थिर शान्तनवं पुनरेवाद्य भासत युस्थिर उवाच किमेकं दैवतं लोके किं वाप्येकं परायणं स्तुवन्तः कं कर्मचन् कमर्चन्तः ब्रह्म परमव्यपरायणं पवित्राणां पवित्रो मङ्गलानां समङ्गलं देवतानां भूतानां पिता यथा सर्वाणि भूतानि भवत्यादिगागमे प्रलयं यान्ति संवत्सरो व्यालः प्रत्ययः सर्वदर्शनः अज सर्वेश्वर सिद्धः सिद्धि सर्वाधिरक्षितः पिशाकपीरमेयात्मा सर्वगुम्बा भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय स्वाहा ओम नमो भगवते वासुदेवाय स्वाहा ओम नमो भगवते वासुदेवाय स्वाहा रविर विरोचना सूर्य अधिकार विलोचनः अनन्तो भूतभोक्ता पहिलो अब दोस्रो कला है त्यससँग है तेस्रो चौथो पाँचौं वासुदेवाय स्वाहा भगवते वासुदेवाय स्वाहा ओम नमो भगवते वासुदेवाय स्वाहा ओम नमो भगवते वासुदेवाय स्वाहा ओम नमो भगवते वासुदेवाय लाभ छ भने 5 वर्षमा पनि हुन्छ छैन दिनुपर्ने कर्ताले
अनि त्यो एकजनाले करबद्रा जलसँग भन्नुपर्छ। ढिलो कहिले त भन्दा 24 वर्ष अथवा 22 वर्ष भित्रमा गर्नुपर्छ। अनि शूद्रको के अरे वैज भयो अन्तिममा 32 वर्षभन्दा उता जानुमा 30 वर्षभन्दा उता जानु भएन। ठिकै छ 16 भित्रमा परे बाबु त्यो भएको हुनाले यज्ञ भएका छन् पर्छ। उचित शिक्षा दीक्षा हासिल गर्नुपर्छ। परापूर्व कालमा हाम्रो नेपालमा पढ्ने विद्यालय थिएन। त्यो अभावको भएको कारणले गर्दा कहाँ जानुपर्छ त भन्दाखेरि काशीमा चाँडै नै शिक्षा दीक्षाको विकास भएको रहेछ। त्यो अब कन्दमूल खोजेर ल्याइदिने फलहरू यसरी चामल पाइदिन्थ्यो। त्यो अवस्थामा कन्दमूल सबै सेवा गर्ने गुरुको पढाउने घरमा राख्न नसकेर समय छोराछोरीलाई हेर्न समय नभएको हुनाले अब श्रीमान श्रीमती जाहेर खाने छोराछोरीलाई कसले हेर्ने त्यो बाध्यात्मक परिस्थितिमा लगेर अहिले गुरुकुलमा राखिएको हो। तर हिजो आउँछ देशान्तरको अब त्यसको निमित्त बाबुले बिदा माग्छन् कोसँग यदहं सेवनान्तरे यदिवा सरदा देवी बरा चेत्रयाम्यहं पुरुषरते तस्मिन् कस्मिन् देशसो भने विद्या संग्रह केतै हेले भन्नुभयो के भन्नुभयो त भन्दा गर्भदेखि 8औं अथवा 8औं वर्षमा व्रतबन्ध गर्नुपर्ने नियम छ। त्यो नियमअनुसार आज हामीले व्रतबन्ध गरेका छौँ। छोराको अथवा कुनै योग्य पुरुषको भनिसकिसकेपछि गर्नु छ। आज योग्यको छ भनिसक्यौँ। अब गरिसकेपछि सुतजीले भन्नुहुन्छ अब छोराले भन्छन् बाबुले कोसँग भन्छ त आमा चाहिँ देवी सरस्वतीको प्रार्थना गरेर तपस्या गरेर म शिक्षा हासिल गर्दछु, म विज्ञानवादी बन्दछु। त्यो आराधना गरेर तपस्या अवस्थामा धेरै कष्ट सहेर पालन पोषण गरेँ। तिमीलाई धेरै कष्ट गरेर पालन पोषण गरेँ नि। मैले के गरिनँ तिमीले त्यहाँ गऱ्यो सिँगार पुसिदिएँ, भोक लाग्यो दुध पान गराएँ, मलमूत्रादि काखमा त्यागिदियो त्यसलाई पनि विसर्जन गरेँ। केही प्रवाह गरेन। खेतमा गएँ, मेलापातामा गएँ। त्यो मेलापातामा ब्रह्मचर्यको त्यो तस्मिन् गुरु शिष्यपूर्वक हे आमा म त्यहाँ ब्रह्मचर्यको व्रत पालन गरेर गुरुको सेवा पनि गर्दछु र त्यसपछि म फेरि तीर्थहरूको भ्रमण गरेर म आउँदछु। आमासँग भन्यो आर्जन गर्ने ज्ञानी भएर पढ्ने अनि त्यसपछि बल्ल गृहस्थ घरमा आउने, घरमा आएर अनि जो गर्नुपर्ने हो त्यो कर्महरू गर्ने, विवाह गर्ने इत्यादि कुरा। हाम्रो कहिले कन्दमूल खानु पर्दछ, कहिले भोकै बस्नु पर्दछ, कहिले भैँमा सुत्नु पर्दछ। अब गुरु सेवा नगरी भएन। दाउरा खोज्न जानु पर्दछ, दाउरा खोजेर आउँदा काँडा बिना हिउन पाउँदैनौ। त्यस कारण हे बाबु घरमै बस्छ, घरमा छोडेर अन्त जाने कुरो नगर भनेर पिताले भन्नुहुन्छ। अनि छोराले भन्छन् फेरि पिताजीलाई हे पिताजी म अगाडि र पछाडिका सबै पितृलाई उद्धार गर्ने म असल सन्तान भएर आउँछु अरे। 10 पुस्ता अगाडि र 10 पुस्ता पछाडिका पितृहरूलाई उद्धार गर्नको निमित्त सक्षम पुत्र बनेर आउँदछु। सेवा गर्दैन भने त्यो पुत्र होइन। भोज मोज र यसो आएर मात्रै जीवन होइन अरे। किनभने कसैको परोपकार गर्नुपर्छ, कसको माता पिताको भलो चिताउनु पर्दछ, आदरणीय गुरुहरूको मान्यजन पुरुषहरूको सेवा शुश्रूषा गर्नुपर्दछ। त्यस कारणले यो नै धर्म हो। त्यस कारणले हे पिताजी म अगाडि वाचन मन बधादेन आवास्यन तरुण कुमारेण मे बन्धवा पावन रेणु कह काटन्नो दन्तं वसु भने वसु ध्याय व्यन एजे एजने स्वाहा वरवे सम्भविन्द्यवति यदि स्वा चितदुहि स्वा परदेशे स्वा पूर्वजाता विश्वग्र गर्वे स्वा वर्तमानना दमि पात्रेन उल्ल दुना चोबेर देवो या देवसन हुए स्वा कोचिन पास बोलना आइन्छ यता यता आइन्छ विद्यार्थी हेर्न कहाँ नि गुरुकुल महेश गुरुकुल बिस्तारै आऊ निद्रा लागिरहेको
हेरेकै छैन विज्ञान भोलि भाग बाबालाई लिएर भाग हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु शिव महादेव हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु शिव महादेव कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु शिव महादेव हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु शिव महादेव त्रिभुवनमा है चलाउँछ भाषा
जय जय करुणा सागर भगवते जगदीश ओम हर हर भवानी त्वमेव माता सविता त्वमेव बन्धो सखा त्वमेव हरिशब्दवार हराकिरं तदनं प्रभुः पापोऽहं पापकर्मः पापस्मं पापसम्भवः साय मां पुनरेवाय सर्वपापहरो भव हरे हम तत्सविदेवहितां पुरतः सतं देवेमसरतः सदगो शृणुयामसरतः सतं प्रवर्वामसरतः सतमदेनाः श्यामसरतवैज्ञम् नमस्ते जगदे गताग्ने जगत्प्रसूते स्थितिनाशहेतवे हेमयाय तुमात्मदान्ने नारायण शङ्करात्मने वन्दे जगदकारणं वन्दे वन्दे सूर्यसङ्गवन्दिनयनं वन्दे मुकुन्दाप्रियं वन्दे भक्तजनाश्रियं च वरदं वन्दे शिवं शङ्करं संग्रहोदभासितशेखरेश्वर हरे गङ्गाधरे शङ्करे सर्वे भूषितकण्ठकर्णविवरे नेतृत्ववैश्वानरे दन्ते त्वक्तसुन्दरं वरदरे त्याग समुपनववते इमानि पुष्पाणि मनोहराणि सुरासुरभागे निशोना सकलगुणिग्रहाणां ज्ञानदातारं त्रिभुवनगुणेशं दक्षिणा शिवजी को जय लक्ष्मण भगवान को जय आदिशक्ति भगवती माता को जय नारायण भगवान को जय जय कर्ता को जय कर्ता का संपूर्ण फूल पितृहरों को सनातन धर्म को जय आस्वाद क्षेत्र को बरहा क्षेत्र को क्षेत्र को हरियार क्षेत्र को देवघर धाम को नारायणी गंडकी नारायणी नदी को वैदिक सत्य सनातन धर्म को गौ माता को रानी माता को नमः पार्वती पते हर 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 शंभो विशाल बाबा यो विशाललाई दिनुको दिएको हो भन्दा भन्दै जान्छ जीवन चोला धनको तिर्खा मेटाउने भेटिँदैन खोला
दुई दिनको हो सम्झना छैन मरिलान 2 दिनको सम्झना 2 दिनको सम्झना छैन मरिलान 2 दिनको सम्झना 2 दिनको सम्झना छैन मरिलान 2 दिनको सम्झना 2 दिनको सम्झना सम्झना छैन मरिलान 2 दिनको सम्झना 2 दिनको सम्झना छैन मरिलान 2 दिनको सम्झना 2 दिनको सम्झना छैन मरिलान 2 दिनको सम्झना 2 दिनको सम्झना सम्झना हरि हरि मर्न कहिले पर्दैन जे गर्छ मान्छे किन लिन मात्रै खोज्छ सधैँ खोज्दैन केही दिन विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार लाइदेऊ कृष्ण पार विचित्र भो संसार विचित्र भो संसार संसार हरि हरि रित्तै आयौँ रित्तै जान्छौँ संसारकै रित टाढिएर बाँच्न सिकौँ लोभ र मोहसित कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई वैकुण्ठ बिरालो कहाँ हुन्छ र पापीलाई कहाँ हुन्छ र पापीलाई पापीलाई हरि हरि धनी गरिब ठुलो सानो भन्छन् उच्च नीच अझै धेरै झै झगडा आफन्तकै बीच हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता जोगाइदेऊ राम सीता हुन थाल्यो रमिता हुन थाल्यो रमिता रमिता हरि हरि आज भन्यो भोलि भन्यो जिन्दगी यो मिट्यो नि
हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी हो बिताउने हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी हो बिताउने हरि भजन कहिले नभुला बासाको खपेटमा सनपटाको डोरे बासाको खपेटमा सनपटाको डोरे चल्ने जाने गला बन्धु नगर है डेरे आज भन्यो भोलि भन्यो जिन्दगी हो बिताउने हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी हो बिताउने हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी हो बिताउने हरि भजन कहिले नभुला बन्धु बसो चारैतिर पत्नी बसो सिरा बन्धु बसो चारैतिर पत्नी बसो सिरा जित्ने गथे अन्त लियो गङ्गाजीको तिरा आज भन्यो भोलि भन्यो जिन्दगी हो बिताउने हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी हो बिताउने हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी हो बिताउने हरि भजन कहिले नभुला बाहिर देख्ने आँखालाई छेकिसक्यो जालाले बाहिर देख्ने आँखालाई छेकिसक्यो जालाले जन्न जन्न भन्दा पनि लान्छ निकालाले आज भन्यो भोलि भन्यो जिन्दगी हो बिताउने हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी हो बिताउने हरि भजन कहिले नभुला आज भन्यो भोलि भन्यो जिन्दगी हो बिताउने हरि भजन कहिले नभुला